ल है साथीहरू, आज चाहिँ यहाँ गाडीको एकदम लाइन लाएर घुइँचो आइरहेछ। सबै यो पाइप बनाउने मेटल आइरहेछ पट्टा। कोही खाली गाडी यता छन्, कोही अब चाहिँ लोड गाडी अनलोड गर्नको लागि यहाँ लाइन लागेका छन् है। सेक्युरिटी चाहिँ दौडै छ। अब यता पुरै लाइन छ गाडी। यिनी माल अनलोड गरेर लाइन लागेको हो। फेरि वेट गरेर अनि फेरि पर्ची बुझेर जान्छन् यिनीहरू। हिजो छैन त यस्तो छ। यो मेरो काम चाहिँ होइन है साथी, मैले भिडियो मात्रै बनाएको। म त बेरोजगारी हो। अब नेपालमा बेरोजगार भएर यता आएको, मलेसिया पनि बेरोजगार भइदियो। मान्छे पनि कति मोटो माटो छन्। यत्रो मोटो मान्छे त मैले त देखेको थिएन कहिले भने। यार के हो यो, मान्छे हो कि यार एलिफेन्ट हो? यस्तो नहुनु पर्ने यार। हिजोकै छ त यार। 3.5 क्विन्टलको छ कि मान्छे पनि यार। जे होस् र ठिकै छ। यहाँ माल वेट गर्ने ठाउँमा यसरी लाइन लागेर बसेका छन्। यस्तो छ पुरै। अब म भित्र जान्छु है। भित्र माल झार्ने ठाउँ, माल अनलोड गर्ने ठाउँ। यो नयाँ कम्पनी हो, नयाँ कम्पनी हो तर बिजोग छ। माल भन्ने नि यति ल्याएको छ कि सामान। माल भन्दा सामान अत्याधिक लिएको छ। यहाँ काम गरेर हिँड्न पनि गाह्रो छ। कोही यता काम गरेका छन्, कता के गरेका छन्। माल त्यो सामानहरू त्यहाँ झारेको। यति ठुल्ठुलो सामानहरू छ कि महाकसम देख्दै डर लाग्छ। ल साथी, यो चाहिँ मेरो कम्पनी होइन। म चाहिँ यहाँ यसो अब आएको 3 महिना जति भइसक्यो। यस्तै छ, आफ्नो दुःख आफैसँग छ साथी। तर के गर्नु।